हेलो गाइज, वेलकम छ मेरो न्यू ब्लगमा है। सो आज हामीहरू घुम्न जाँदैछौँ। सो कहाँ घुम्न जाँदैछौँ भनेपछि जरबुटा घुम्न जाँदैछौँ। सो क्याम्पिङ हान्न है। भ्यू चाहिँ यस्तो छ है, जङ्गलको बाटो हिँड्नुपर्ने छ। उता बाटो हो क्या यार? बहुत पसिना निस्क्यो यार। बाटो पनि बहुत माथि छ क्या, उकालो सकिन्न। त्यही माथि पछाडि कट्टा बोके हम। सो हामी तीनजना ग्याङस्टारहरू, तक्ला आवाज, खगेन्द्रज्यू, निशान्तज्यू, मनोजज्यू र म है। यस्तो चिसो दिनमा पनि यस्तो पसिना निस्किन्छ कि के हो? गाह्रो छ केटा, के गर्नु? पसिना चाहिँ यस्तै निस्क्यो कि के भन्नु अब। सो ए गाइस, आइफोन देख्नु भएको किन गाइस? आइफोन हाम्रो त थारूजी आइफोन चाहिँ देखाउँछ। पसिना चाहिँ निस्किसक्यो। अगाडि गीता, झोला मसँग अरू ठन्डी छ, के गर्नु? कति धेरै माथि छ, हिँड्ने गाह्रो भयो यार। भर्खर त 1-2 किलोमिटर मात्रै जम्मा हिँडेको छौँ। ले अहिले हामी यस्तो बाटोमा छौँ। अब कति बेला पुग्ने हो? बहुत थक लागिसक्यो यार। सो हाम्रो केटाहरू तीनजना अगाडि हिँड्न छन्, म पछाडि। तीनजना ट्याकटुक। अरे चिल केटाहरू। थाकेर यहाँ बसियो यार, पसिना चियो। हाम्रो मनोजज्यू, निशान्तज्यू, खगेन्द्रज्यू र म पसिना फिक्स भाइरल हुन्छ। यस्तै पसिना निस्कियो कि बीच जङ्गलमा बस्यो हम केटाहरू मोबाइल चलाउँदै बस्यो चिल पारामा। चाहे फेसबुक आइडी भन्ने चिल पारामा सब रमाइलो छन् केटाहरू। पसिना चाहिँ के हो क्या, यस्तो गर्मी यार। चिसो महिनामा कस्तो गर्मी भएको क्या यार, औरा गर्मी के, नसोचेकै गर्मी के। ल बिस्तारै अब 1 घन्टामा चाहिँ हामी मजाले जरबुटा पुग्छौँ। सो सनसेट चाहिँ उदाइहाल्छ। सो घाम यहाँ छ अहिले चाहिँ, सनसेट यहाँ छ। सो अहिले पछि उताइहाल्छ होला। यहाँ चाउचाउ खाँदैछन्, भोक लागेर यो मैले पनि खाँदैछु। र यहाँ पानी ट्याङ्की छ, पानी खाँदै र यो बाटो चाहिँ हामी माथि पुग्छौँ। यहाँ माथि थियो, म देखाउँछु ल। जरबु यहाँ देखिन्न यार, ऊ चाहिँ माथि अर्को डाँडादेखि देखिन्छ। ट्याक्क है, चाउचाउ खाँदैछन् भोक लागेर। घाम डुब्यो। सो सनसेट भएको र हामी चाहिँ पुग्न लागिसक्यो। कराउन सो भ्यू हेरेर कराओ। यति बबाल छ नि भ्यू चाहिँ यार, बब्बाल के कराओ।
खै भ्यूहरू यहाँको बब्बाल छ कि तर भ्यू चाहिँ बब्बाल छ कि तर सो हेर्ने माथि हो अब उतै डाँडा नजिकै सो हामी पुगिहाल्छौँ हिँड्ने मात्रै गाह्रो भइरह त्यही हो के होइन 2टा झोला एउटा ब्याग हेर फाइनली गाइज हामी चाहिँ पुगिसक्यौँ है हामी नाइटमा पुग्यौँ अँधारो भइसक्यो हेर्नु सो सुर्खेतको भ्यू है यति बबाल छ त भोलि बिहानको भ्यू चाहिँ यति बबाल छ तर है सो सुर्खेतको भ्यू बबाल छ हेर्नु न यार यति बबाल छ चाहिँ हाम्रो यो खगेन्द्रज्यू यो हाम्रो निशान सो भ्यू चाहिँ यति बबाल छ नि तर कसम यार पुगेर आएको सगो पालेर अब यहाँ ट्याक्क गराउँदैछ मजाको अब चिकन यो चाहिँ यहाँ कुरो तान्दैछ यहाँ जङ्गलमा दाउरा खोजेर आएको थियो यसले कुरो तान्दैछ यहाँ चाहिँ मजा आएको छ केटा यहाँ हाम्रो खगेन्द्र चाहिँ ए पोइन्ट ऊ त्यहाँ फोटो हुन्छ पोइन्ट चाहिँ 4 हुन्छ मेरो ब्रान्ड पोइन्ट है तर 4 भयो भने झ्याउ हुन्छ तर कसम यार पोइन्ट चाहिँ यहाँ राखौँ यो चाहिँ नखस्छ चाहिँ पोइन्ट चाहिँ मेरो हातमा पानी हाल्नु त जाडो भयो परालमा ठुलै बस्ने ठाउँमा वही टिके वही बसे ओके थोरै गर पानी जति पनि छ केटा प्याज टमाटर काट्दैछ केटा के हो के पेपर हो कि फुल पेपर हो कि त्योमा हाल्ने हो कि यो त लाइट बाल्नु न यार तिमी रिस नउडाउँदै यहाँ ल यहाँ बनाउँदैछ आगो बाल्दै है कुखुरा पोल्दै सडाउट विशाल डाँडा पानी यो मेरो आङमा त्यही हो रमाइलो गरिदिनु केटा यहाँ भाषा सामानहरू छ है यहाँ नुनहरू उतै मासुहरू थियो केटा होइन दास्तार है ट्याक है ल केटा गीत गाउन केटा गीत गाउन एउटा खतरा भिडियो यहाँ चाहिँ टाउको रिगाएर यहाँ ओ खाएर के दिउ खाएर टाउको रिगाएर पानी ल सिकाइसक्यो यसको ल टाउको रिगाएर यसको यसलाई हेर न गाई यार के भएको टाउको रिगायो पनि छ भात खाए जस्तो खाइदिन्छ हेर्नु न मलाई यत्रो मासु बचाएको कि हेर्नु न यत्रो त्यो राखे गाइस यो चाहिँ हाम्रो सुर्खेतको भ्यू है यो चाहिँ हाम्रो सुर्खेतको भ्यू है मेरोमा चार्ज छैन 2% चार्ज छ चार्ज पनि ल्याएको थिएन यो चाहिँ हाम्रो सुर्खेत
आज बवाल भ्यू चाहिँ यति बवाल भ्यू चाहिँ आज पहिलोचोटि देख्न पाइयो र यहाँ चाहिँ पुरै सुर्खेत भ्याली बादलै बादलमाथि र भर्खरै घाम उदाएको छ दामी है हाम्रो केटाले फोटो भिडियो सब गराउँदैछन् र हाम्रो आगोहरू त्यहाँ बाल्दैछौँ म चाहिँ यहीँ बसेको चाहिँ मेरो मोबाइल यो चाहिँ खगेन्द्रको मोबाइल हो मेरो मोबाइल चाहिँ स्विच अफ मेरो मोबाइल स्विच अफ भइसक्यो त्यसैले मेरो मोबाइलदेखि बनाएको छैन र मेरो मोबाइलदेखि दामी पनि आउँथेन खगेन्द्रको मोबाइलदेखि हल्का दामी आउँछ भनेर यो भाग चाहिँ एउटा दामी निकालिदिउँ भनेर है यहाँको चाहिँ यति बवाल भ्यू के आमा है कसम के हेर न यहाँ हाम फालिदिनु जस्तो लाग्छ क्या यार तर के हाम फाल्ने यार सिधै तल गइन्छ ल खाना एकै मतलब घर जानुपर्छ अब भिडियो गराउँदैछ केटाहरू सब अब चाहिँ घरतिर जानुपर्छ ब्लग चाहिँ यहीसम्म मात्रै यहाँदेखि हामी चाहिँ अब जाने कुरा हुन्छ अब ब्लग पनि धेरै लामो गराउनुहुन्न र अहिलेसम्म मैले भिडियो नहाल्ने अब चाहिँ हल्का हप्ताको 2-3 चोटि आउँछ र यो भिडियो चाहिँ अब भोलि कि पर्सि आउँछ है एडिट गर्न लाग्छ टाइम लाग्छ र मेरो चार्ज पनि छैन लगाइज अब चाहिँ म थ्याङ्क यू सो वाचिङ बाई के भन्नु सकेन अब त बाई चु पाप लक्रा सबले बाई भन्दै ल बाई बाई कता बाई बाई